हामी चाहिँ फाइनली प्रयागराज यहाँ गङ्गा माको है नदीमा गङ्गा माघमा उयसमा नदीमा आइपुग्यौँ र स्नान गर्नको लागि हामी यहाँ 9 मा चढेर चाहिँ जाँदैछौँ र अलिक पर पुगेर चाहिँ त्यहाँ स्नान गरेर अब फर्किनुपर्ने हुन्छ। जहाँनिर चाहिँ कुम्भ मेलामा नुहाउने गर्छ त्यही स्पोटमा चाहिँ हामी अब जाँदैछौँ बोटिङ गर्दै। यो एउटा सुनौलो मौका, एकदम राम्रो मौका छ। आज फेरि हाम्रो सूर्यदेवले पनि दर्शन दिनुभएको छ। दर्शन दिनुभयो नत्र भने हिजोसम्म चाहिँ फेरि एकदमै धुम्म भएको र है हामीले देख्नु पाएको थिएन सूर्यदेवलाई पनि, तर आज चाहिँ देख्नु पायौँ। हजुर हाम्रो सिन्छौँ हामी यहीँदेखिको पनि उहाँको आशीर्वादले हामी यहाँ आइपुग्नु सक्यौँ। हजुर चामल हालिदिनु नि तपाईँ सबैले। ए हजुर अलिकति यस्तो ल्याएको थियौँ नि, अब भरे पुगेन नि हाम्रोमा छ नि ल माथि। यस्तोमा हालिदिनुहोस् न। सबैले अलिअलि है होइन होइन मुनि जान्छ नि माछाहरू छ नि हालिदिनुहोस् है हालिदिनु हाल्नुहोस् न मसालीले हातको चामल कस्तो दामी देखेको उता हेर्नुहोस् दाजु, माथि उता हेर्नुहोस् न। आमामा यता अन्त ठुलो भाग्य रहेछ नि त हाम्रो है। त्यही त दिँदैछ